ल हेर्नुहोस् दाजुभाइ दिदीबहिनीहरू नेपालभरिबाट विश्वभरिबाट म तपाईँलाई आज यहाँ चाहिँ राष्ट्रिय आविष्कार केन्द्रमा आएको छु आज शनिबारको दिनमा र यो रिक्सा चाहिँ बुटवलको देवबहादुर राणा भन्ने भाइले चाहिँ अर्डर गरेको हो। उसलाई चाहिँ उकालो ओह्रालो जस्तो बाटोमा पनि जाने भनेर। यसको मूल्य फिक्स नै यति भन्ने हुँदैन, कस्तो कस्तो किसिमको कति किलोवाटको मोटर, कति ब्याट्री, कति किलोमिटर चल्ने, कस्तो बाटोमा चल्ने भनेर चाहिँ डिजाइन गरेर बनाउनु पर्ने हुन्छ। र यो 3 पाङ्ग्रे चाहिँ यो चाहिँ के अरे 1000 वाटको चाहिँ मोटरले चलिरहेको छ र यसमा ब्याट्री छ। ब्याट्री 2 किसिमको ब्याट्री, लिथियम आयन अथवा लिड एसिड ब्याट्री चाहिँ राखे पनि हुन्छ मूल्य अनुसार। यो चाहिँ खास गरी किन भन्दाखेरि यो अपाङ्गहरूले चाहिँ लाई चाहिने उनीहरूको आवश्यकतालाई हेरेर चाहिँ बनाइन्छ। र यसमा 2 किसिमको छ। पहिलो किसिमको चाहिँ के चाहिँ हेभीवाला। हेभी भनेको कस्तो हो भने गाउँघरको पनि उकालो ओह्रालो जान सक्ने चाहिँ त्यस्तो ठाउँहरूमा लोड बोक्न सक्ने किसिमको एउटा हेभी हुन्छ र त्यसको लागि त्यही अनुसारको मोटर राख्ने हो। र सम्म ठाउँमा जानको लागि चाहिँ अब सानो मोटर राखे पनि हुन्छ। त्यसैले यो 2 किसिमको हुन्छ। तपाईँहरूलाई चाहिँ चाहिन्छ भने राष्ट्रिय आविष्कार केन्द्रमा राजु थापा भाइसँग सम्पर्क गर्नु होला। ल ब्रेक ल्याउनु घुमाउनु। मेरो नाम चाहिँ देवबहादुर राणा हो अनि मेरो घर चाहिँ बुटोल हो। अनि यो चाहिँ लिनको लागि चाहिँ म यहाँ काठमाडौँ आएको राष्ट्रिय आविष्कार केन्द्रमा। अनि यो चाहिँ एकदमै उहाँले ट्रायल गरिरहनु भएको छ। ल आउनु मैले हल्का अहिले यहाँ ट्राई पनि गरिरहेको छु। मलाई बस्नलाई पनि एकदमै सजिलो भइरहेको छ है। ठिक्क मेरो साइजको नै छ यो। अनि चलाउनमा पनि सजिलो भइरहेको मलाई। उहाँले राम्रोसँग चलाइरहनु भएको छ। पहाडी चलाएको तर यो चाहिँ राम्रो रहेछ क्या। यसलाई छोडिदिने पनि ठ्याक्क रोकिँदो रहेछ क्या आफै। अनि बेसकनी गर्दा यो रिजेनेरेटिभ ब्रेक भन्छ क्या त्यसलाई। आफै चार्ज हुन्छ ओह्रालोमा यसमा चाहिँ। र अनि यो स्मुथ छ एकदम, झड्का हानेको छैन नि। यो बेसकनी दबाउन चाहिँ हल्का हान्दो रहेछ। यता उतै लगामै घुमाएर घुमाउँछु कार गाडी हालेर रोक्नु। त्यो भाइहरू गयो क्या हो? अगाडि छ। यो त अहिले त आफै हिँडिरहेको एकदम फर्स्ट क्लास। अब सिक्दै जाने भने एकदमै राम्रो हुन्छ यो मेरो लागि। भर्खरै बाहिर